ल साथीहरु यो चाहिँ टी20 वर्ल्ड कपको शेड्युल हो। इन्डिया पाकिस्तान यो ग्रुप 1 मा अब हाई चान्स नै भयो किनकि दुईटैलाई जितिसकेको छ। अनि पाकिस्तान अब नेदरल्यान्ड्समा खेल्छ इन्डियाले भनेपछि अर्को नामिबिया छ। नामिबिया अलरेडी 2-3 म्याच हारिसक्यो भाले सायद स्योर छ। यहाँ केही सक्ट हुन्छ कि जस्तो लागिरहेछ किनकि अस्ट्रेलियाले 1 लुज छ। व्हाट इफ अस्ट्रेलियाले श्रीलङ्कासँग हार्यो भने त जिम्बाब्वे जाने चान्स हाई चान्स हो किनकि उले आयरल्यान्डलाई जित्ने बित्तिकै अब 3 पोइन्ट हुन्छ। श्रीलङ्काले भनेको अब श्रीलङ्कासँग जितेन भने त यसले ओमनमा मात्र बाँकी छ। त्यही भएर यहाँ एउटा सक्ट पोइन्ट हुन सक्छ। आईसीसीले चाहिँ फेभर गरेर के गरिरहेछ भन्दाखेरि यसमा अब इन्डिया पाकिस्तान अनि यहाँ चाहिँ श्रीलङ्का अस्ट्रेलिया अनि पहिले नाम तोकेर हुन्छ नि वेस्ट इन्डिज इङ्ल्यान्ड अनि त्यसपछि न्युजिल्यान्ड र हाम्रो साउथ अफ्रिका राखेछ। यसमा केही उलटफेर हुन्छ कि भने म चाहिँ उलटफेर होस् भन्ने चाहन्छु किन यस्तो फेभरिजम चाहिँ गर्नु हुँदैन भन्छु म चाहिँ हैन। जिम्बाब्वे जाओस् नै भन्ने चाहन्छु। अस्ट्रेलिया आउट भइदियो नि फेरि मजा आउँदैन। इन्डिया भर्सेस अस्ट्रेलिया टी20 वर्ल्ड कप फाइनल भइदियो भने चाहिँ हेर्न नि मजा आउँथ्यो होला हैन। अब हेरौँ के हुन्छ। त्यसपछि तल गएर हेर्दाखेरि यहाँ इन्ट्रेस्टिङ छ कि किन भन्दाखेरि अब यहाँ वेस्ट इन्डिज एउटा चाहिँ हाई प्रोबेबिलिटी भयो। त्यसपछि अब नेपाल चाहिँ एकदम लिस्ट प्रोबेबलमा छन् है। के गर्नु इटालीसँग पनि हारिदियो हेर अब के गर्नु हैन। अब यहाँ इङ्ल्यान्ड आउट हुन्छ कि भनेर होप छ कि मलाई किन भन्दाखेरि चाहिँ अब व्हाट इफ स्कटल्यान्ड र इटाली दुईटालाई जित्यो भने 3 खेल जित्छ हैन। अनि त्यो हुने बित्तिकै अब स्कटल्यान्डले चाहिँ इङ्ल्यान्ड र नेपाल छ, इटालीले इङ्ल्यान्ड र वेस्ट इन्डिज छ। इटालीले त गाह्रै पर्ला। स्कटल्यान्डले चाहिँ इङ्ल्यान्डलाई चाहिँ हराइदियो भने चाहिँ बवाल हुन्छ। किन भन्दाखेरि स्कटल्यान्डले इटालीलाई जितिसकेछ, वेस्ट इन्डिजसँग हारेको अनि त्यसपछि नेपालसँग खेल्छ एकदम इन्ट्रेस्टिङ हुन्छ। अनि यो त छोडिदिउँ ल व्हाट इफ हैन नेपालले चाहिँ वेस्ट इन्डिजलाई हराइदियो, नेपालले इटालीलाई पनि हराइदियो, इटालीले पनि वेस्ट इन्डिजलाई चाहिँ अब नेपाललाई जस्तो सक्ट त गर्न त सक्छ नि त। वी नेभर नो नि त भयो नि। यहाँ एउटा इन्ट्रेस्टिङ म्याच हुन सक्छ हैन। अब यसमा हेर्दा चाहिँ अफगानिस्तानले 2 मा 2 लुज गरिहाल्यो अलरेडी हैन। साउथ अफ्रिका न्युजिल्यान्डसँग भनेपछि एज युजुअल नै न्युजिल्यान्ड र साउथ अफ्रिका नै जान्छ कि जस्तो लाग्छ किनकि अरु अब युएईले अफगानिस्तान र साउथ अफ्रिका बोथलाई जित्नु पर्ने हुन्छ जुन अलि गाह्रै छ हेर्दाखेरि पनि। अब तपाईहरुलाई के लाग्छ त हेर्नुस् त। मलाई चाहिँ अस्ट्रेलियाको सट्टामा चाहिँ एउटा जिम्बाब्वे आउँछ कि भनेर डाउट लागिरहेछ तर अस्ट्रेलियन माइन्डसेट हो त्यसैले हामीले हेप्नु चाहिँ हुँदैन। बाँकी त आईसीसीले प्रेडिक्सन गरेको हुन्छ तर यसरी चाहिँ प्रेडिक्सन चाहिँ नगर्दियोस् भन्छु कि म। यसरी इनर नै मात्रलाई प्रमोट गर्ने भने बाँकी कन्ट्रीहरुमा चाहिँ कसरी एक्सपान्सन हुन्छ त भन्ने छ। यसमा अब अलिकति उलटफेर भने एउटा अस्ट्रेलियाको हुन सक्छ अनि इन्डिया पाकिस्तान ग्रुपमा अब लेट्स सी युएसए ले दुईटामा दुईटै हारिहाल्यो। अब युएसए ले नामिबिया नेसन त्यति अब हेरौँ के हुन्छ है। गाह्रो छ अब पाकिस्तान फेरि कहिलेकाहीँ चाहिँ चोकर भइदिन्छ हैन। नामिबियाले हराइदियो भने त मजा आउँथ्यो। हेरौँ के हुन्छ है त।